आगामी वैशाख 9 गते हाम्रो पार्टी स्थापनाको 76औं वर्षगाँठ 76 वर्ष पुगेर हामी 77 वर्षमा प्रवेश गर्छौं। त्यसलाई भव्य रूपमा मनाउने तयारी छ पार्टीको। त्यसमार्फत नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ ऊर्जा, नयाँ शक्ति, नयाँ सामर्थ्य र नयाँ दिशाका साथ अगाडि बढाउने हामीले संकल्प गर्नेछौँ। यसचोटिको पार्टी स्थापना दिवसमा विगत वर्षमा जस्तै हामीले कम्युनिस्ट आन्दोलनमा महत्त्वपूर्ण योगदान गर्नुहुने केही विशिष्ट व्यक्तित्वहरूलाई कम्युनिस्ट योद्धाको हिसाबले सम्मान गर्ने योजना बनाएका छौँ। त्यो निर्णय आज हामीले गरेका छौँ। त्यस अन्तर्गत लालबहादुर विश्वकर्मा कञ्चनपुर, रत्न शर्मा न्यौपाने जाजरकोट जो बितिसक्नु भएको छ, उहाँलाई मरणोपरान्त, त्यस्तै शोभाराम बस्नेत दाङ, वाचस्पति देवकोटा गोर्खा, शान्ता मानवी काठमाडौँ, सत्यनारायण मण्डल सप्तरी र हरिचरण शिवाकोटी झापालाई यो वर्षको कम्युनिस्ट योद्धा सम्मानबाट सम्मानित गरिने निर्णय भएको बेहोरा म जानकारी गराउन चाहन्छु। त्यसैगरी हामीले पार्टीको 75औं वर्ष समारोहकै बेलामा त्यो कार्यक्रमका केही परियोजनाहरू बनाएका थियौँ। त्यो परियोजना अन्तर्गतको एउटा कार्यक्रम खास गरेर तत्कालीन नेकपा माले त्योभन्दा अगाडि कोअर्डिनेसन केन्द्रको पार्टी निर्माणको क्रममा हामीले जुन भूमिगत जीवन बितायौँ, जसरी जनताको घरमा आश्रय लियौँ, पार्टीका ठूला ठूला महाधिवेशनहरू, चौथो राष्ट्रिय महाधिवेशन, नेकपा माले स्थापनाको सम्मेलन लगायतका ठूला ठूला कार्यक्रमहरू समेत जुन देशभित्रै गर्यौँ, त्यो बेला भूमिगत नेता कार्यकर्ताहरूले कसरी आश्रय लिनुभयो, जनताहरूले कसरी हाम्रो पार्टी निर्माणको त्यो अभियानलाई सघाउनुभयो, संरक्षण र सुरक्षा दिनुभयो भन्ने बारेमा 34 जना नेताहरूको संस्मरण समेटिएको सेल्टर पुस्तक तयार भएको छ। त्यसतिर त्यो सार्वजनिक पनि हुनेछ। त्यसबाहेक दोस्रो आजको निर्णय हामीले आगामी वैशाख 11 गते जनताले जितेको दिन निरङ्कुश राजतन्त्रलाई अन्त्य गरेर गणतन्त्र स्थापनाको औपचारिक बीजारोपण गरिएको दिन हो। 62-63 को आन्दोलनको सफलताको दिन। त्यो दिनलाई हामीले युथ सेलिब्रेसनको रूपमा आजको पुस्तालाई लोकतन्त्रको महत्त्व बताउन, स्वतन्त्रताको महत्त्व बताउन, खुल्लापनको महत्त्व बताउन, गणतन्त्रको महत्त्व बताउन चाहिँ एउटा त्यसको अवसरको रूपमा एउटा जनताले जितेको दिनको सेलिब्रेसनको रूपमा चाहिँ हामीले वैशाख 11 गते ठुलो र भव्य कार्यक्रम आयोजना गर्दैछौँ काठमाडौँमा। त्यसको बारेमा पनि हामीले सल्लाहहरू गरेका छौँ। यी दुईटा कुराको अतिरिक्त पछिल्ला केही घटनाक्रमहरूको बारेमा पनि हामीले समीक्षा गऱ्यौँ। हिजो मात्रै पूर्व राजा ज्ञानेन्द्रले एउटा सन्देश भनेर उहाँको अभिव्यक्ति बाहिर आएको छ। त्यो अभिव्यक्ति हेर्दा अझै पनि उहाँको मनमा राजतन्त्र फर्काउन सकिन्छ कि, मुलुकका अहिलेका उपलब्धिहरूलाई पछाडि फर्काउन सकिन्छ कि भन्ने त्यो चाहिँ आशा र त्यस सम्बन्धी चाहिँ सक्रियता जीवितै रहेको हामीले पायौँ। त्यो एकदमै गलत कुरा हो। जुन घटना घट्यो अस्ति चैत 15 गते, जुन आपराधिक घटना घट्यो, त्यसलाई उहाँले जनतामा आएको जागरणको रूपमा व्यक्त गर्नुभयो। त्यसैलाई जनताको जागरण भन्ने हो भने सर्वसाधारण नागरिकको घरमा लुटपाट, सर्वसाधारणका सम्पत्तिमाथि तोडफोड, सरकारी कार्यालयहरूमाथिको विध्वंस, राजनीतिक पार्टीहरूका कार्यालयहरूमाथिको विध्वंस, उहाँले खोजेको जागरण त्यस्तै हो भनेदेखि त्यो त धेरै आपत्तिजनक कुरा हो। त्यसो भएर यस्ता खालका कुनै पनि क्रियाकलाप नगर्नका निम्ति पनि हामीले उहाँलाई भनेका छौँ। ती कुराहरू कुनै पनि अर्थमा स्वीकार्य पनि हुँदैनन्, ती कुराहरू सफल पनि हुँदैनन्। मुलुकले लोकतान्त्रिक गणतन्त्रको जुन कोर्स लिइसकेको छ, यसलाई उल्टाउने कुनै पनि प्रयास अवाञ्छित हुन् र ती असफल हुनु अनिवार्य छन्। यस्ता क्रियाकलापहरू कहीँबाट पनि नहोस् भन्ने कुरामा बैठकले प्रश्न पनि पार्ने कामहरू गरेको छ। यसै सिलसिलामा हिजो अस्तिदेखि
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले फेरि सरकार परिवर्तनको हल्लाहरू गरिरहनु भएको छ। यसले उहाँमा सरकार बाहिर रहँदाको एक खालको कुण्ठा, एक खालको पीडाबोध प्रकट हुन्छ। अहिले सरकार परिवर्तन न कतैबाट सम्भव छ, न त्यसको कुनै सान्दर्भिकता छ, न त्यसको कुनै औचित्य छ। राष्ट्रिय राजनीतिका अरू यावत कुराहरूलाई छोडेर सरकार परिवर्तन या सरकारको कुरा मात्रै गर्नु भनेको त्यो सत्ताप्रतिको आसक्ति, सत्ता मोह बाहेक अरू केही पनि होइन। त्यसले जुन भ्रम सृजना गर्ने कोसिस भएको छ त्यसलाई पनि हामीले खण्डन गरेका छौँ। र अहिले मुलुक जुन कोर्समा अगाडि बढिरहेको छ, गर्नुपर्ने अझै धेरै कामहरू छन्। अझ बेटर पर्फर्मेन्स सरकारले गर्नु जरुरी छ। त्यसमा त हामीले सरकारलाई भनि नै रहेका छौँ। तर अनि केही कमी कमजोरीहरूलाई आधार बनाएर एक थरीहरूले प्रणाली नै उल्टाउने कोसिस गर्ने, अर्का थरीहरूको ध्यान चाहिँ केवल सरकार परिवर्तनमा मात्रै जाने, यी कुराहरू चाहिँ अस्थिरताका द्योतकहरू हुन्, अस्थिरताका प्रयत्नहरू हुन् जुन गलत छन् र तिनीहरू सफल हुँदैनन् भन्ने पार्टीको प्रष्ट एउटा मान्यता रहेको छ। मूलत राष्ट्रिय राजनीतिका यिनै केही सन्दर्भहरूको बारेमा हामीले छलफल गऱ्यौँ। आन्तरिक जीवनका यिनै कुराहरू छलफल गरेर आजको बैठक सकिएको छ। यहाँहरूलाई फेरि पनि नयाँ वर्षको धेरै धेरै शुभकामना। सत्ता सहायताले ठुलो जनताले काङ्ग्रेसभित्र पनि कति असन्तुष्टि विशेष गरी राजनीतिक संयन्त्रमा रहेका नेताहरू छन्। पछिल्लो समयदेखि उनीहरूसँग पनि बोलेको देखिन्छ सरकारको कामकाजलाई लिएर। भनेको यी विषयले नयाँ परिस्थितिको लागि सङ्केत गरेको अथवा काम गर्ने विषयमा चाहिँ आन्तरिक रूपमा केही समस्या देखिएको त्यो विषयमा केही होला यो विषयमा चाहिँ कसरी चर्चा। अब सरकारको पर्फर्मेन्स अझ राम्रो होस्, सरकारले आफ्नो गति बढाओस् भन्ने ढङ्गले आउने टिका टिप्पणीहरूलाई हामीले सकारात्मक रूपमै लिनुपर्छ, लिएका छौँ। त्यसलाई कुनै अन्यथा लिनुपर्ने जरुरी भएन। यद्यपि ती विषयहरू पनि यहाँले भन्नुभएको जस्तो संयन्त्रका साथीहरूले संयन्त्रमै छलफल गर्दा राम्रो होइन। हामीले त अनेकौँ लेभलमा मेकानिजमहरू बनाएका छौँ। त्यो एउटा असल मनसायका साथै भनिएको होला भन्ने म ठान्दछु। सायद त्यही कुरालाई आधार बनाएर उहाँले चाहिँ केही खेल्न सकिन्छ कि एमाले र काङ्ग्रेसको बिचमा भन्ने प्रयास गर्नुभएको होला प्रचण्डले। पहिलो कुरा त यो नितान्त असान्दर्भिक कुरा हो। अहिले मुलुकका सामु जे जस्ता समस्याहरू छन् त्यहाँ कहीँ पनि त्यो सरकार परिवर्तनको विषय चर्चा हुने कुरा पनि न नेपाली जनताले त्यसलाई मन पराउँछन्, न त्यो कुनै समाधान हो, न त्यसको कुनै सम्भावना छ। असम्भव, निरर्थक र चाहिँ अलोकप्रिय विषय उठाउनु पर्ने कुनै कारणै छैन। र त्यस सम्बन्धमा मैले कुनै राजनीतिक घटनाक्रमहरूको कुनै पनि सम्भावना देख्दैन। यो चाहिँ खालको उहाँको चाहना हो, त्यस्तो भइदिए हुन्थ्यो भन्ने। किनभने उहाँ सुरुदेखि नै यो समीकरण नबनोस्, यो सहयात्रा अगाडि नबढोस् भन्नेमै हुनुहुन्थ्यो। सत्ता बाहिर एक दिन पनि उहाँलाई धेरै गाह्रो भएको देखिन्छ। त्यही कुरा उहाँले प्रकट गरिरहनु भएको देखिन्छ। सरकारकै कारणहरू खासमा प्रतिगामीहरू अथवा राजावादीहरू सल्लाह कि सरकारको काम हो, सरकार दियो भने ठिक हुन्छ भन्ने खालको मनसाय देखिन्छ। अब यहाँलाई म एउटा तथ्य बताउँ। 2063 साल मङ्सिर 5 गते विस्तृत शान्ति सम्झौता भइसकेपछि तपाईँ आफैले भोलिका आफ्नो स्टोरीहरूमा राख्नुभएको हुन्छ। यो 18 वर्षको दरमियान सबभन्दा बढी सरकारमा कोही बसेको छ भने त्यो माओवादी हो। सबभन्दा कम बसेको एमाले हो। बिचमा भएको चाहिँ नेपाली कङ्ग्रेस हो। ऊ प्रतिपक्षमा भनेको माधव नेपाल सरकारमा हुँदाखेरि करिब 20 महिना र चाहिँ अस्ति नेकपा विभाजन पछिको केही महिना बाहेक र अहिलेका पछिल्ला केही महिना बाहेक अधिकांश समय सत्तामा छ। त्यसको जवाफदेही लिनु पर्दैन, अरूलाई मात्रै औँलो ठाडाएर हुन्छ। जो सबभन्दा बढी सरकारमा बस्छ उसले जिम्मेवारी लिनु नपर्ने। त्यस कारणले यो गलत कुरा हो। सरकारका कारणले यो जनअसन्तुष्टि होइन। म साथीहरूलाई फेरि पनि तपाईँको मिडियाले पनि यही एङ्गलबाट विश्लेषण गरोस् भन्ने हाम्रो आग्रह छ। यदि चैत 15 गते तिनकुनेमा प्रकट भएका कुरालाई नै हामीले जनअसन्तुष्टि भन्ने हो भने हामीले जनताको नै नयाँ परिभाषा गर्नुपर्छ, असन्तुष्टिकै बेग्लै परिभाषा गर्नुपर्छ, आन्दोलनको बेग्लै परिभाषा गर्नुपर्छ र हामीले जे जनता भन्छौँ, जे जनगुनासो भन्छौँ, जनताका चाहिँ आन्दोलन भन्छौँ, ती सबै कुराहरूलाई हामीले पुनर्परिभाषित गर्नुपर्ने हुन्छ। त्यस कारणले त्यो कुनै जनअसन्तुष्टि थिएन।
त्यति बेला का कमान्डर भनिनेहरू र अरू कतिपय व्यक्तिहरूले बोलेका केही कुराहरू तपाईँले सुन्नु नै भएको छ। पटक पटक देशलाई बङ्गलादेश बनाइन्छ। एउटा कुरामा साथीहरूको त्यति धेरै नोटिस भएन जस्तो लाग्छ, मिडियाहरूले त्यति कभरेज गर्नु भएन। एउटा अभिव्यक्ति आएको थियो त्यस दिन। अब केही समयपछि चाहिँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल समेत ठप्प हुन्छ, त्यो भन्नुको अर्थ के? अरू कुनै कारणले त एयरपोर्ट रोक्न सकिँदैन। मान्छेहरूको चाहना चाहिँ र उनीहरूको योजना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कम्पाउन्डभित्र रहेको आयल निगमसम्म, त्यो पेट्रोल के अरे यो एटिएफको डिपोसम्म चाहिँ पुग्नेसम्म प्रयत्नहरू थिए। त्यो तहसम्मको आपराधिक योजनाका साथ हिँडेको कुरालाई हामीले जनताको असन्तुष्टि मान्ने हो भनेदेखि चाहिँ त त्यो गलत कुरा हुन्छ। त्यस कारणले छन्, फेरि म यसो भन्दिनँ कि जनताका गुनासा छैनन् भन्ने होइन, जनताका गुनासाहरू छन्, त्यसलाई सरकारले सकारात्मक ढङ्गले सम्बोधन गर्नुपर्छ। तर त्यो त्यस दिन जे प्रकट भयो या ती व्यक्तिहरू, ती प्रवृत्तिहरूले जे कुराहरू बोकिरहेका छन् त्यो कुनै जनअसन्तुष्टि होइन, योजनाबद्ध ढङ्गले मुलुकको राजनीतिक व्यवस्थालाई उल्ट्याउने प्रयास हो जुन सफल हुँदैन। मैले अघि भने दुईटा कुरा देखिन्छ। एउटा त उहाँले 15 गतेको घटनाको बारेमा चाहिँ दुःख प्रकट गर्नुभयो, बडो गाह्रो मानी। तर त्यो घटनाको जिम्मेवारी लिनु पर्दैन। उहाँले फागुन 7 गते म अगाडि बढेँ, मलाई साथ दिनुहोस् भनिसकेपछि, उहाँले कमान्डर तोकिसकेपछि, उहाँले तोकेका कमान्डरको नेतृत्वमा यी सबै कुराहरू भएका छन् भने त उहाँले त जवाफदेही लिनुपर्छ नि त। उहाँ जवाफदेहीबाट पन्छिनुभयो। एक दोस्रो चाहिँ उहाँको अभिव्यक्तिमा अझै पनि यत्रो ठुलो घटना घट्यो, नेपाली जनताले त्यसलाई अस्वीकार गरे, यो अनावश्यक व्यर्थको प्रयत्न रहेछ, मैले हिँडेको बाटो पनि गलत रहेछ, मैले जिम्मा दिएका पात्रहरू पनि गलत रहेछन् भनेर रिग्रेट गरेर एउटा नागरिकको हैसियतले चाहिँ म अहिलेको मुलुकको प्रणालीलाई सघाएर अगाडि बढ्छु भन्नुपर्नेमा चाहिँ उहाँ अझै पनि जस्तो एउटा भन्नुभयो उहाँले के अरे जनताको असन्तुष्टिहरूलाई नसुन्ने चाहिँ कुनै पनि तन्त्र हुँदैन। उहाँले आफूले शासन चलाएको बेलाको के छ त्यो मान्छेहरूले त बिर्सिसकेका त छैन नि, तपाईँ हामी सबै जीवित छौँ। के थियो त त्यो त्यसो भएर? त्यस कारणले उहाँको नेतृत्वको त्यो तन्त्रले जनताका सारा अधिकार खोसेको कारणले, पटक पटकका सम्झौताहरूलाई उल्लङ्घन गरेकै कारणले त मान्छे गणतन्त्रमा पुगेका हुन्। नभए त नेपाली जनताले, नेपालका राजनीतिक दलहरूले त दुईचोटि त राजतन्त्रसँग सम्झौतै गरेका हुन् नि त। 7 सालमा पनि भागेर गएका दिल्ली पुगेका राजालाई फर्काएर ल्याएर गद्दीमा राखे, तर राजतन्त्रले अधिकार केन्द्रित गर्दै 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 ल्याएर 10 वर्षपछि 7 सालको प्रजातन्त्र नै सिद्ध्याइदियो। 46 सालमा फेरि हामीले सम्झौता गऱ्यौँ, 30 वर्ष लडेर पनि फेरि सम्झौता गऱ्यौँ, राजा संवैधानिक दायराभित्र रहौँ, अधिकार जति जनतामा होस् भनेर गरिएको सम्झौतालाई 59 मा भङ्ग गरिसकेपछि मुलुक गणतन्त्रतिर अगाडि बढेको हो। त्यस कारणले त्यो उहाँको मनमा अझै पनि मुलुकको अहिलेको गणतान्त्रिक प्रणालीलाई बदल्न सकिन्छ कि भन्ने आशा देखिन्छ। त्यो व्यर्थको कुरा हो। त्यो ढङ्गका कुनै पनि प्रयास नगर्दा राम्रो हुन्छ। त्यसमै जोडेर जस्तो उहाँले त जिम्मेवारी लिनु भएन, अब सरकारले त जिम्मेवारी गर्नुपर्छ होला नि। त्यस सम्बन्धी अनुसन्धानहरू चलिरहेको छ। हामीले अहिले प्रचलित फौजदारी कानुन अन्तर्गत, कार्यविधि अन्तर्गत प्रहरीहरूले अनुसन्धानहरू गरिरहनु भएको छ। केही मान्छेहरू गिरफ्तार छन्, उनीहरूको बयान लिने कामहरू भइरहेको छ र त्यसो गर्दै जाँदा एभिडेन्स बेसमा हामीलाई कुनै पूर्वाग्रहमा कसैलाई फसाउनु पर्ने छैन, तर तथ्यले पुष्टि गर्छ। तर उहाँले नैतिक रूपमा त जवाफदेही लिनैपर्छ, किनभने फागुन 7 गते म अगाडि बढेँ, मलाई साथ देऊ भनिसकेपछि र चाहिँ अस्ति सायद 14 गते नै होला उहाँले कमान्डर तोक्नुभयो, त्योभन्दा अगाडि चाहिँ संयोजक तोक्नुभयो, अनि भिड भनेर लागिसकेपछि यो घटना भएको भनेदेखि त जवाफदेही लिनु पऱ्यो नि त। सरकारले अनुसन्धानले प्रमाणित भएको हदसम्म चाहिँ जो मान्छेहरू जिम्मेवार छन् उनीहरूलाई कानुनको दायरामा ल्याउँछ। हस्, थ्याङ्क यू। अब